उयो बनाइरहेको छु यहाँ कसरी गोठा कन्ट्र्याक्ट गर्ने अब अर्काले हेर यस्तो बनाइसकेछ अन्त घर बनाउँदैछ भन्दै थियो इटा पनि बनाउँछ कन्ट्र्याक्ट होइन यो चाहिँ कसले बनाएको बहिनीले तपाईँले बनाउनु भएको तपाईँहरूले बनाउनु भएको उहाँ एउटा दाइ ल्याएको थियो कि गाउँबाटै उसलाई चाहिँ यसो बनाउँदै गर्नु 10 किलो होला हौ सिमेन्ट अर्काहरू त के ज्ञानी रहेछ त अन्त बुद्धिमानी रहेछ त तारा पनि झुन्डाल्छ के ज्ञानी रहेछ त अर्काहरू त है तपाईँ त के ज्ञानी हो फोटो खिचिहालेछ हौ भिडियोमा हाल्नुको लागि पैसा कमाउनुको लागि होइन हौ रिमेम्बरेन्स मेरो त्यस्तो फलोवर छैन त्यसै बनाइरहेको मनी इज द इन्कम इज सोर्स इज लाइक गर्दैछ तपाईँले लगाउँदैछ तपाईँले लाइक गर्दैछ कस्तो गर्नुपर्छ ला हात्ती करा जस्तो गर्दै ए के हो त्यो कहाँ हो एरोप्लेन हामी त पाहाडको मान्छे कि अत्तालिहाल्छ नि हात्ती यस्तो पनि बनाउँछ है अर्काले दामी जग्गामा कन्डिसन फुट्टी सब पोसहरू चाहिँ मैले आफैले गरेँ ए है दामी रहेछ स्याबास रहेछ अर्का त गुड रहेछ डाइरेक्टर पनि प्रड्युसर पनि सबै दाउरा पनि चिरिरहेछ देखाइदिनु हाल्नु है मेरो आमा हो व्यवसाय हो कतिको यो तपाईहरुलाई चाहियो भने 700-800 रुपैयाँ एउटाको हैन एक बिटाको यहाँ पनि मजाले पाक्दैछ के पाक्दैछ आज यहाँ उयो अरे हो बिम र गाजल बिटको अलिक देखाइदिनु नि उयो नानी साथी ए के राम्रो पकौडा यो पकौडा है के बनाएको होला यो चाहिँ ग्यास मजाले सेपलाई थाहा के सस्ता बनाउनु भएछ चिकन लेग पिस चिकन लेग पिस देखिहाल्छ जहाँ पनि यो चाहिँ के हो सिबीको एकदम यो चाहिँ एकदम उयो अब बिट गाजर गाजर बिट कति राम्रो अन्त यसरी पकाउँछ यी मम्मी मलाई ग्रेसीले टिभी हेर्नु पुरा बोलाउँदैछ जाउँ न अन्त मम्मीमा फोन पनि छ जाउँ 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 नेट चल्दैन होला है तर ल जरो जान्थिन म जाउँ जाउँ मलाई माथि ग्रेसीले बोलाउँदैछ नि मलाई माथि यहाँ एउटा किचन थियो क्या दामी एउटा चुल्हा पो थियो यहाँ एउटा चुल्हा खै कहाँ गएछ ए यहाँ बनाएछ है ए अग्लो खालको थियो नि यहाँ सारेछ नि उनीहरूले यहाँ एकजना बहिनी गयो नि है कस्तो उसलाई कस्तो राम्रो देख्यो रेटले राम्रो सुहाउँदो रहेछ उसलाई पनि जानु त कस्तो मजाको रहेछ घर अघि भिडमा त हामीले देख्दैन नि त हो अन्त अहिले गएको खाली मम्मी जाँदा हुन्छ लाइभ कहाँ गएको नानी ग्रेसीकोमा हेर्नु गएको टिभी ल ल ल जाऊ जाऊ हुन्छ